हाम्रो पहिरन हाम्रो पहिचान नेपाल एक बहुभाषा बहुधर्म बहुजातको साझा फुलबारी हो। हामीले आफ्नो भाषा धर्म र संस्कृति तथा पहिरनलाई माया र संरक्षण गर्नुपर्छ। नमस्ते, म प्लिस मिमुसा स्कुलमा कक्षा 4 मा अध्ययनरत छात्रा केन्जल थापा। आज मैले छेत्री जातिको पहिरन लगाएकी छु। मैले गुन्यु चोलो लगाएकी छु। यो चोलो, यो गुन्यु मैले पछ्यौरी पनि ओढेकी छु। मैले पटुकी पनि बेरेकी छु। मैले डोरीले कपाल पनि बाँधेकी छु। मैले जन्तरमाला पनि लगाएकी छु। मैले शिरबन्दी पनि लगाएकी छु। मैले चन्द्रमा पनि लगाएकी छु। मैले फुल पनि लगाएकी छु। मलाई मेरो पहिरन धेरै नै मनपर्छ। धन्यवाद।